आजको यात्रा चाहिँ मेरो बुङकुलुङको छ है साथीहरू। बिरानो बाटोमा एक्लै साथी पनि छैन हो, त्यही भएर चाहिँ भिडियो बनाउँदै तपाईहरुसित बात मार्दै हिँड्दै गर्दैछु। आजको यात्रा उदेबाट उकालो लागे म चाहिँ हो। यस्तै छ जिन्दगी, दामी छ जग्गा। अहिले चाहिँ म आइपुगे जिरो। अब यहाँबाट चाहिँ बुङकुलुङ छुट्टिन्छ। म जानुपर्ने सिधा यता चाहिँ जान्छ मिरिक। यहाँबाट चाहिँ जान्छ मिरिक, म चाहिँ जान्छु यता बुङकुलुङ सिधा। यहाँबाट चाहिँ तेर्सो छ, उकालो छैन हो। यहाँबाट चाहिँ बुङकुलुङ छ। अब हेरौँ बुङकुलुङ जाँदैछु। बुङकुलुङमा के काम छ, आज पनि गर्मी त त्यत्तिकै छ। बुङकुलुङ यहाँबाट चाहिँ छ तपाईको 7 किलोमिटर हो। र मलाई 1 घन्टा त लाग्छ। बिकारी कुद्छ जेसीबी। यहाँबाट चाहिँ देख्छ हाम्रो दुधे। मुनि चाहिँ छ हाम्रो दुधे। सिसा मैला भएर देख्दैन होला तपाईँलाई। दुधे बालासन ब्रिज, नयाँ पुल पनि बनिँदैछ। यहाँ चाहिँ पहिरो झरेको झरे गर्छ बर्खामा हो। त्यही भएर यहाँ चाहिँ बाटो सानो भएको छ। पहिरो झरेको झरे गर्छ। यहाँ माथिबाट टम्बेटा बाङ्गे बजार लागेको देखि छ कि छैन तपाईँहरूले। यहाँ चाहिँ एकछिन ब्रेक लिएँ मैले हो। यो चाहिँ तपाईँहरूको तरुवा पिकनिक स्पोट्स देखेको छ कि छैन तपाईँहरूलाई। यहाँ चाहिँ पुरा पिकनिकमा जाऊ, खोला खेल्नु हो। बालासन खोला तल पर तरुवा हो। यस्तो छ बाटो। यहाँ छ मेरो जेसीबी। जेसीबी पुरा हिटबाट अहिले म जाँदैछु। यहाँबाट चाहिँ पर जानुपर्छ। पर छ तरुवा, दामी छ जग्गा। फाइनली म चाहिँ बुङकुलुङ आइसकेँ। यो चाहिँ हो बुङकुलुङ। छ बुङकुलुङ खेतीबारी छ। यो बुङकुलुङ सिधा जान्छ झजे, यता जान्छ सौरेनी। के लागे सौरेनी जाने बाटो मन्जु लागे, मन्जुपट्टि बाटो। मकैहरू कस्तो दामी भइरहेको रहेछ यहाँ।
तपाईँ क्या दामी यहाँ चाहिँ छ अनारसै अनारस अनारस कति छ हेर्नु त अनारस ड्याम्मे माथिसम्म अनारसै अनारस अनारसको खेती यहाँ चाहिँ ड्याम्मै छ है बुङ्गुलुङमा चाहिँ साथीहरू आज चाहिँ यस्तो छ है मेरो काम ढुङ्गा पल्टाउने ढुङ्गा पल्टाउने काम मात्रै छ आज चाहिँ यस्तो झिजो काम लगाएको छ यहाँ अत्र त बोल्डरहरू चाहिँ यहाँ एउटा बाटो थिएन बाटो बनायो खाल्डा खन्यो यहाँ डल्लै फिलिङ गऱ्यो बाटो कोट्टाएर यत्रो बाटो कोट्टायो डल्लै अब चाहिँ यो रुख ढाल्नु आँटेको यो रुख ढल्छ अरे अब चाहिँ हो यहाँ दामी भइहाल्यो नि मेरो काम चाहिँ सक्यो लास्टमा चाहिँ यो खनी तिनवटा फन्डिसन त्यहाँबाट चाहिँ गएको चाहिँ रुख ढाल्यो यस्तो भयो बाटो चाहिँ यहाँ छ मेरो सुपर फाइन